नमस्ते, हजुरलाई फेरि मेरो लोकसेवा ब्याङ्किङ च्यानलमा स्वागत छ। आजको भिडियो चाहिँ हामीले विश्वको इतिहासको 30वटा एमसिक्यूहरू गर्नेछौँ। हजुर च्यानलमा नयाँ हुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। ल अब ढिलो नगरिकन हामी भिडियो सुरु गर्छौँ। हाम्रो फर्स्ट क्वेसन रहेको छ वैज्ञानिक इतिहासका पिता को हुन् हैन। वैज्ञानिक इतिहासका पिता भने हाम्रो को हुन्? ए नम्बर रहेको छ हेरोडोटस, बी नम्बर रहेको छ थ्युसिडाइटिस, सी नम्बर रहेको छ जोन द्वितीय, डी नम्बर रहेको छ माइकल एन्जेल। हाम्रो यसको सही एन्सर रहेको छ हाम्रो बी नम्बरको थ्युसिडाइडिस हैन। थ्युसिडाइडिस चाहिँ डाइडिस है, थ्युसिडाइ हो है, यो यस्तो डाइडिस चाहिँ हाम्रो वैज्ञानिक इतिहासका पिता हुन्। र इतिहासका पिता चाहिँ हाम्रो कुन इतिहासको मात्र भन्यो भने हेरोडोटस चाहिँ हाम्रो इतिहासका पिता हुन् है। त्यसपछि हामी जान्छौँ दोस्रो नम्बरमा यहाँ देख्न सक्छ के रहेको छ, राजा जोन द्वितीयले म्याग्ना कार्टालाई कहिले हस्ताक्षर गरेका थिए हैन, कहिले सिग्नेचर गरेका थिए अरे म्याग्ना कार्टालाई राजा गरेका थिए। यिनले हस्ताक्षर चाहिँ कहिले गरेका थिए? यिनले सन् 1215 जुन 15मा चाहिँ यिनले के गरेका थिए? म्याग्ना कार्टाले सुरुको चोटिमा हस्ताक्षर गरेका थिए हैन। हस्ताक्षर गर्ने व्यक्तिको हुन् राजा जोन द्वितीय हुन्। म्याग्ना कार्टालाई कहिले? सन् 1215 जुन 15मा यिनले के गरेका थिए? हस्ताक्षर गरेका थिए हैन। त्यसै म्याग्ना कार्टालाई हालसम्म कति पटक संशोधन गरिएको छैन? अहिलेसम्म कति पटक संशोधन गरेको छ भने म्याग्ना कार्टालाई हालसम्म 4 पटक चाहिँ के गरेको छ? म्याग्ना कार्टालाई के गरिएको छ? संशोधन गरिएको छ हैन। यो 3 नम्बरको है। त्यसै हामी जान्छौँ 4 नम्बरमा। 4 नम्बरमा रहेको छ, 4 नम्बरमा के रहेको छ? औद्योगिक क्रान्ति कहिलेबाट सुरु भएको थियो हैन। औद्योगिक क्रान्ति कहिलेबाट सुरु भएको थियो? औद्योगिक क्रान्ति चाहिँ हाम्रो कहिलेबाट सुरु भएको थियो? यो सबै साथ हो। मैले यहाँसम्म 15 बनाएको थिएँ, यो सबै साथ है। एक साथ हो, सबै एक साथ हो। सन् 1770, सन् 1720, सन् 1760, सन् 1780, सबै 17 है। हाम्रो यसको औद्योगिक क्रान्तिको हाम्रो सही एन्सर रहेको छ 1760। सन् 1760मा हाम्रो के भएको थियो? औद्योगिक क्रान्तिको के भएको थियो? क्रान्ति सुरुवात भएको थियो। त्यसपछि हामी जान्छौँ 5 नम्बरमा। स्टिम इन्जिनका आविष्कार कुन वैज्ञानिकले गरेका थिए? यो वैज्ञानिकले गरेका थिए। स्टिम इन्जिनको चाहिँ कुन वैज्ञानिक गरेका थिए भने यो चाहिँ हाम्रो यो स्टिम इन्जिनको आविष्कार गर्ने वैज्ञानिक चाहिँ को हुन् भने हाम्रो बी नम्बरका जेम्स वाटले के गरेका थिए? जेम्स वाटले के गरेका थिए? स्टिम इन्जिनका आविष्कार गरेका थिए। यिनले औद्योगिक क्रान्तिको बेला के गरेका आविष्कार गरेका हुन्। त्यसमा हामी जान्छौँ 6 नम्बरमा। 6 नम्बर रहेको छ बेलायतको गौरवमय क्रान्तिको पालामा राजा को थिए? बेलायतको गौरवमय क्रान्तिको पालामा राजा को थिए भनेर सोधेको छ। यसको बेला चाहिँ हाम्रो राजा चाहिँ को थिए? बेलायतका राजा चाहिँ को थिए भने जेम्स द्वितीय थिए कि चार्ल्स द्वितीय थिए कि चार्ल्स तृतीय थिए कि राफेल थिए? हाम्रो यसको सही एन्सर रहेको छ बी नम्बरको चार्ल्स द्वितीय चाहिँ के रहेका छन्? बेलायतको गौरवमय क्रान्तिका पालाका राजा थिएको चार्ल्स द्वितीय थिए। त्यसै हामी जान्छौँ 6 नम्बर 7 नम्बरमा हैन। अब 7 नम्बर रहेको छ फ्रान्सको क्रान्तिको बेला राजा को थिए? फ्रान्सको क्रान्ति है, बेलायतको थिएन। फ्रान्सको क्रान्तिको बेला राजा को थिए? यिनको बेला चाहिँ फ्रान्सको बेला चाहिँ को थिए? लुइस 14 थिए कि भोल्टेयर थिए कि रुसे थिए कि लुइस 16 थिए? यो चाहिँ फ्रान्सको क्रान्तिको बेला चाहिँ लुइस 16 चाहिँ के थिए? राजा थिए। अनि हामी जान्छौँ 8 मा। हजुर नयाँ हुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। त्यसपछि हामी जान्छौँ कति 8 नम्बर रहेको छ भर्सेलिसको दरबार कसले बनाएका थिए? भर्सेलिसको दरबार चाहिँ कसले बनाएका थिए भने भर्सेलिसको दरबार चाहिँ हाम्रो यो फ्रान्सको क्रान्तिको बेला बनाएका थिए। कसले? लुइस 14ले चाहिँ के गरेका थिए? भर्सेलिस दरबारको निर्माण गरेका थिए भने लुइस 14 चाहिँ के थिए? राजा थिए हैन। हामीले गरेको थियौँ हैन, हो त्यही हो। अनि त्यसपछि हामी जान्छौँ 9 नम्बरमा। अमेरिकाका स्वतन्त्रता भएका भनेर घोषणा गर्ने देश कुन हो? स्वतन्त्रता भयो अमेरिका भनेर घोषणा गर्ने को हो? कुन
गर्ने देश कुन हो, कुन देशले स्वतन्त्रता भनेर अमेरिका स्वतन्त्रता भयो भनेर घोषणा गरेका थिए। एमा रहेको छ इटली, बीमा रहेको छ फ्रान्स, सीमा रहेको छ जर्मनी, डीमा रहेको छ स्पेन। यसको हाम्रो सही एन्सर रहेको छ बी नभएको फ्रान्सले चाहिँ अमेरिका स्वतन्त्रता भयो है भनेर घोषणा गरेको थियो। त्यसै हामी जान्छौँ अमेरिकाका संविधानका पिता को थिए? अमेरिकाका संविधानको पिता होइन को थिए? ए नम्बर जेम्स म्याडिसन, अनि बी नम्बर जेम्स द्वितीय, सी नम्बरमा जेम्स तृतीय, डी नम्बर जर्ज वासिङटन। यसको सही एन्सर रहेको छ जेम्स म्याडिसन चाहिँ जेम्स म्याडिसन चाहिँ के थिए? अमेरिकाका के थिए? संविधानका पिता थिए भने जर्ज वासिङटन चाहिँ के थिए? अमेरिकाका पहिलो राष्ट्रपति थिए है। यो पछि लास्टमा एउटा क्वेसन मैले त्यही नै राखिदिएको छु। त्यसपछि 11 नम्बर रहेको छ रुसी क्रान्ति कहिलेबाट सुरु भएको? रुसी क्रान्ति चाहिँ हाम्रो कहिलेबाट सुरु भएको? रुसको क्रान्ति चाहिँ कहिलेबाट सुरु भएको भने सन् 1970। सी नम्बरको सन् 1970 मा चाहिँ के भएको? रुसी क्रान्ति चाहिँ 1970 मा भएको हो। त्यसपछि आगो नि 11 नम्बर डबल दुईटा 11 भएको छ होइन। प्रथम विश्वयुद्ध कहिलेबाट सुरु भएको? प्रथम विश्वयुद्ध चाहिँ कहिलेबाट सुरु भएको? प्रथम विश्वयुद्ध चाहिँ सन् 1914 बाट सुरु भएर सन् 1918 सम्म भएको थियो होइन प्रथम विश्वयुद्ध होइन। त्यसपछि हामी जान्छौँ कति नम्बर? त्यसपछि हामी जान्छौँ 12 नम्बरमा। 12 नम्बर देख्न सक्छौँ प्रथम विश्वयुद्धमा नेपालका राजा को थिए? प्रथम विश्वयुद्धमा चाहिँ हाम्रो नेपालबाट चाहिँ राजा को थियो भने चमदर शमशेर चाहिँ के थिए? प्रथम विश्वयुद्धका राजा थिए। शमशेर है, यो शमशेर आधा काटेर आएर चाहिँ शमशेर है, शमशेर। अनि त्यसपछि हामी जान्छौँ कति नम्बरमा? त्यसपछि हामी जान्छौँ 13 नम्बरमा। भस्ले सन्धिमा कतिवटा राष्ट्रहरू सहभागी भएका थिए? सुरुमा भस्ले सन्धि भएको थियो नि, त्यसमा कतिवटा राष्ट्रहरू सहभागी भएका थिए? हाम्रो चाहिँ ए नम्बर रहेको छ 30, बी नम्बर रहेको छ 31, सी नम्बर रहेको छ 32, डी नम्बर रहेको छ 33 वटा। भनेपछि हाम्रो चाहिँ सही एन्सर रहेको छ सी नम्बरको चाहिँ 32 वटा राष्ट्रहरू चाहिँ के भयो? भस्ले सन्धिमा सहभागी भएका थिए। त्यसपछि हामी जान्छौँ राष्ट्र सङ्घको नारा के थियो? राष्ट्र सङ्घको नारा चाहिँ के थियो? नारा चाहिँ के थियो? शान्ति र सुरक्षा भन्छ चाहिँ लिग अफ नेसनको नारा थियो होइन। भस्ले सन्धि युद्ध भएपछि देशमा के ल्याउने, विश्वमा के ल्याउने नारा थियो? शान्ति र सुरक्षा ल्याउने होइन नारा थियो राष्ट्र सङ्घको, लिग अफ नेसनको है। 1920 मा यसको स्थापना भएको थियो। त्यसपछि हामी जान्छौँ त्यसपछि हामी जान्छौँ कति नम्बरमा? त्यसपछि हामी जान्छौँ 15 नम्बरमा। द्वितीय विश्वयुद्ध कहिले भएको थियो? द्वितीय विश्वयुद्ध चाहिँ कहिले भएको थियो? प्रथम विश्वयुद्ध चाहिँ द्वितीय विश्वयुद्ध चाहिँ हाम्रो सन् 1939 मा भएको थियो, सेप्टेम्बर 1 मा भएको थियो र सन् 1945 मा सेप्टेम्बर 2 मा के भएको थियो? द्वितीय विश्वयुद्ध भएको थियो। 1939 देखि 1945 सम्म द्वितीय विश्वयुद्ध भएको थियो। अनि त्यसपछि द्वितीय विश्वयुद्धमा सर्वप्रथम आत्मसमर्पण गर्ने देश कुन हो होइन? सुमा आत्मसमर्पण गर्ने देश चाहिँ कुन हो भने हाम्रो चाहिँ कुन हो? इटली रहेको छ नि। सुमा हार खाने देश चाहिँ कुन भयो? इटलीले चाहिँ आत्मसमर्पण गरे होइन। अनि लास्टमा गर्ने चाहिँ जर्मनी है, त्यही दोस्रो विश्वयुद्धको। अनि त्यसपछि हामी जान्छौँ 17 नम्बरमा। नागासाकीमा अमेरिकाले कुन एटम बमले आक्रमण गरेको थियो होइन? सुरुमा अमेरिकाले जापानले आक्रमण गरेपछि अमेरिकाले नि जापानको नागासाकीमा र हिरोसिमामा के गरेको थियो? आक्रमण गरेको थियो भने नागासाकीमा अमेरिकाले कुन एटम बम फालेको थियो भने हाम्रो सही एन्सर रहेको छ यसको चाहिँ सी नम्बरको फ्याटम्यान चाहिँ के भने यसले चाहिँ अमेरिकाले चाहिँ के गरेका थिए? अमेरिकाले चाहिँ के गरेको थियो? नागासाकीमा एटम बम फालेको थियो भने लिटर बोय चाहिँ हिरोसिमामा फालेको थियो। लिटर बोय चाहिँ केमा? हिरोसिमामा जापानको हिरोसिमामा के गरेको थियो? हिरोसिमामा होइन, हिरोसिमामा के गरेको थियो? लिटल बोय चाहिँ बम फालेको थियो नि। फ्याटम्यान तलको फ्याटम्यान चाहिँ कुनमा? नागासाकीमा। अनि त्यसपछि हामी जान्छौँ कतिमा? 18 नम्बरमा। 18 नम्बरमा रहेको छ जापानले आत्मसमर्पण कहिले गरेको थियो? जापानले आत्मसमर्पण पनि कहिले गरेको थियो? सन् 1945 मा। दुईटा आक्रमण भएपछि के गरेको थियो? दुईटा आक्रमण भएपछि के गरेको थियो? आत्मसमर्पण गरेको। त्यसपछि हामी जान्छौँ कति नम्बर? अब हामी जान्छौँ 19 नम्बरमा। 19 नम्बरमा हामी जान्छौँ होइन। 19 नम्बरमा हामी के गर्छौँ? जान्छौँ 19 नम्बरमा देख्न सक्छौँ के रहेको छ? हालसम्म नेपालका कतिजनाले भिक्टोरिया क्रस पाएका थिए? हालसम्म भनेको
प्रथम र दोस्रो विश्वयुद्ध गरी हालसम्म नेपालकै कतिजनाले भिक्टोरिया क्रस पाएका छन् भने यसको हाम्रो सही एन्सर रहेको छ 13 जनाले पाएका छन् है। 2 जना चाहिँ प्रथम विश्वयुद्धमा अनि 10 जना चाहिँ दोस्रो विश्वयुद्धमा अनि 1 जना चाहिँ पछि पाएका थिए हैन, 1 जना चाहिँ पछि पाएका थिए। त्यसपछि हामी जान्छौँ 20 नम्बरमा। 20 नम्बर जान्छौँ योग्यता प्रणाली मेरिट सिस्टम कुन देशबाट सुरु भएको थियो? मेरिट सिस्टम चाहिँ कुन देशबाट सुरु भएको थियो भने यो चाहिँ कुन देशबाट सुरु भएको? यो चाहिँ हाम्रो बेलायतबाट सुरु भएको मेरिट सिस्टम, मेरिट हैन, योग्यता सिस्टम चाहिँ हाम्रो बेलायतबाट सुरु भएको भने फ्रान्सबाट चाहिँ मेट्रिक भन्छ, मेट्रिक प्रणाली चाहिँ कहाँबाट सुरु भएको? यो चाहिँ फ्रान्सबाट सुरु भएको। त्यसै हामी जान्छौँ 21 नम्बरमा। 21 नम्बरमा रहेको छ के रहेको छ भिसी विजेता रामबहादुर लिम्बुको मृत्यु कहिले भएको थियो? यिनले भिसी सबभन्दा अन्तिममा पाउने पनि यिनले हुन् के 13 जना मध्ये लास्टमा पाउने भिसी भिक्टोरिया क्रस पाउने पनि लास्ट पाउने रामबहादुर लिम्बु नै हुन्। यिनको मृत्यु चाहिँ कहिले भएको थियो? यिनको मृत्यु विक्रमसम्म 2082 वैशाख 9 एमा, बीमा चाहिँ विक्रमसम्म 2081 वैशाख 10 मा, अनि सीमा विक्रमसम्म 2082 वैशाख 30 मा, अनि डीमा चाहिँ विक्रमसम्म 2080 वैशाख 9 मा। 2080 वैशाख 9 मा डी नम्बरको चाहिँ हाम्रो के भयो राइट एन्सर रहेको छ। यिनको मृत्यु चाहिँ कहिले भएको थियो? विक्रमसम्म 2080 वैशाख 9 गते चाहिँ यिनको रामबहादुर लिम्बुको मृत्यु भएको थियो। त्यसपछि हामी जान्छौँ 22 नम्बरमा। त्यसपछि हामी 22 नम्बरमा जान्छौँ। 22 नम्बरमा विश्वको सबैभन्दा पुरानो सभ्यता कुन हो? सभ्यता भनेको चाहिँ सबभन्दा पुरानो सभ्यता चाहिँ कुन हो विश्वको? कुन सभ्यता? चिनिया सभ्यता हो कि मिस्रको सभ्यता हो कि युनानी सभ्यता हो कि अनि आएको इन्का सभ्यता? यसको हाम्रो सही एन्सर रहेको छ मिस्रको सभ्यता चाहिँ के रहेको छ? पुरानो विश्वको पुरानो सभ्यता रहेको छ। कुन? मिस्रको सभ्यता है। त्यसो हामी जान्छौँ 22 नम्बरमा। विश्वको सबैभन्दा धेरै बालुवा बोक्ने नदी कुन हो विश्वमा? हङ्गो नदी हो कि अमेजन हो कि कङ्गो नदी हो कि नाइल नदी हो? यसको हाम्रो सही एन्सर रहेको छ 23 नम्बरको वाङ्गो नदी चाहिँ हाम्रो के छ सही एन्सर रहेको छ हैन 23 नम्बरको। त्यसो हामी जान्छौँ 24 नम्बरमा। म्याग्ना कार्टामा कतिवटा धाराहरू रहेका छन्? म्याग्ना कार्टामा कतिवटा धाराहरू रहेका छन्? ए नम्बर रहेको छ 60, बी नम्बर रहेको छ 61, सी नम्बर रहेको छ 62, डी नम्बर रहेको छ 63। हाम्रो 24 नम्बरको सही एन्सर रहेको छ 63 चाहिँ हाम्रो के छ म्याग्ना कार्टामा 63 वटा के रहेका छन् धाराहरू रहेका छन्। त्यसपछि हामी जान्छौँ कति नम्बरमा? 25 नम्बरमा। डु अर डाई कसको भनाइ? डु अर डाई कसको भनाइ? लुइस सोरौको हो कि महात्मा गान्धीको हो कि हिटलरको हो कि जेम्स टेट हो? यसको सही एन्सर रहेको छ हाम्रो महात्मा गान्धी। महात्मा गान्धी। डु अर डाई कसको भनाइ भने महात्मा गान्धीको हो है। त्यसो हामी जान्छौँ 26 नम्बरमा। 26 नम्बरमा हामी जान्छौँ। त्यसपछि अझ नयाँ हुन्छ भने च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। भारतले कहिले स्वतन्त्रता पाएको थियो? इन्डिपेन्डेन्ट कहिले पाएको थियो? यो भनेको चाहिँ हाम्रो कहिले पाएको थियो भारतले? हाम्रोभन्दा चाहिँ भारतले कहिले पाएको थियो यो स्वतन्त्रता चाहिँ? भारतले सन् 1947 अगस्त 15 मा चाहिँ भारतले के पाएको थियो? स्वतन्त्रताको घोषित भएको थियो। कहिले? सन् 1947 अगस्त 15 मा। सन् 1947 अगस्त 15 मा। त्यसै हामी जान्छौँ 27 नम्बरमा। ओलम्पिक खेल कुन सभ्यताबाट सुरु भएको? ओलम्पिक भन्ने खेल भएको थियो ग्रिसबाट सुरु भएको थियो ओलम्पिक खेल। यो खेल चाहिँ कुन सभ्यताबाट सुरु भएको? रोमको सभ्यता हो कि युनानीको सभ्यता हो कि इन्का सभ्यता हो कि चिनिया सभ्यता हो? यसको हाम्रो सही एन्सर रहेको छ बिना युनानी सभ्यताबाट के भएको थियो? ओलम्पिकको खेलको सुरुवात भएको थियो हैन। ग्रिसबाट सुरु भएको कुन सभ्यतामा? युनानी सभ्यता। त्यसै हामी जान्छौँ 28 नम्बरमा। दोस्रो विश्व युद्धमा नेपालका कतिजनाले मिलिट्री क्रस पाएका थिए? एमसी पाएका थिए हैन। कतिजनाले एमसी पाएका थिए? मिलिट्री क्रस चाहिँ कतिजनाले पाएका थिए? यसको हाम्रो सही एन्सर रहेको छ मिलिट्री क्रस कतिजना पाएका थिए? बी नम्बरको 7 जना चाहिँ मिलिट्री क्रस पाएका थिए। भिक्टोरिया क्रस चाहिँ दोस्रो विश्व युद्धमा चाहिँ 10 जना चाहिँ के भिसी पाएका थिए, 7 जना चाहिँ एमसी पाएका हैन दोस्रो विश्व युद्धमा पाएका नै। अनि त्यसै हामी जान्छौँ 29 नम्बरमा। 29 नम्बरमा पूर्व जागरण काल कुन शताब्दीबाट सुरु भएको? पूर्ण जागरण काल चाहिँ कुन शताब्दीबाट सुरु भएको?
लिनान्डो डी भ्यान्जी भन्ने चाहिँ नि तिनी पनि यही पुनर्जागरण कालबाट हुन्। एन्जेल भन्ने पनि यही पुनर्जागरण कालबाट हुन् होइन। यो काल चाहिँ कुन शताब्दीबाट सुरु भएको? यो हाम्रो सही एन्सर रहेको छ ए नम्बरको 13औं शताब्दीदेखि 16औं शताब्दीसम्म के भएको थियो? पुनर्जागरण काल भएको थियो। अनि त्यसपछि 30 नम्बरको नेपालको दोस्रो युद्धमा कुन देशलाई सहयोग गरेको थियो? हजुरले यो 30 नम्बरको चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। आजको भिडियोमा चाहिँ हामीले यति नै कुरा गर्छौँ विश्वको इतिहासको 30वटा MCQ मात्र। हजुरलाई भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला। हजुरलाई कस्तो भिडियो चाहिन्छ त्यो पनि कमेन्टमा कमेन्ट गर्नु होला। आजलाई म यहाँबाट बिदा हुन्छु। धन्यवाद। जय नेपाल।